के यो अत्यधिक कन्ट्रोलको लागि फर्स्ट सेन्सिटिभ लागि तपाईले पार्टी सिस्टम हुन्छ के यो अत्याधिक गर्मीमा शीतलता खोज्दै हुनुहुन्छ? त्यसो भए सातोपाटाको एन्फा कम्प्लेक्समा रहेको स्विमिङ पुल तपाईँको लागि एकदमै बेस्ट र सस्तो विकल्प हुन सक्छ। अरू प्राइभेट रिसोर्टहरूमा जस्तो यहाँ महँगो शुल्क तिर्नु पर्दैन। यहाँ तपाईँले आउटडोर र इन्डोर दुवै किसिमको पुलहरूको मजा लिन सक्नुहुनेछ। इन्ट्री फीको कुरा गर्नुपर्दा साथीहरू, आउटडोर पुलको लागि फर्स्ट र सेकेन्ड सिफ्टको लागि तपाईँले 200 पर पर्सन तिर्नुपर्ने हुन्छ। त्यस्तै आउटडोर पुलको थर्ड सिफ्टको लागि चाहिँ साथीहरूले 250 पर पर्सन तिर्नुपर्ने हुन्छ। इन्डोर पुलको लागि हो भने हजुरहरूले 500 पर पर्सन तिर्नुपर्ने हुन्छ। त्यस्तै यहाँले लिएर जानुभएको सामानहरू सुरक्षित राख्नको निमित्त लकरहरू भयो, स्विमिङ कस्ट्युम, ट्युबहरूको पनि यहाँ व्यवस्था गरेको छ। यहाँहरूले त्यसको लागि भने एक्स्ट्रा चार्ज तिर्नुपर्ने हुन्छ। साथीहरू, यहाँ मैले सिफ्ट पनि राख्दैछु, तपाईँले हेर्न सक्नुहुन्छ। फर्स्ट सिफ्ट भनेको चाहिँ 10 AM-बाट सुरु हुने रहेछ साथीहरू, हेर्न सक्नुहुन्छ। फर्स्ट र सेकेन्ड सिफ्टको लागि चाहिँ 2 घन्टा छ र थर्ड सिफ्टको लागि चाहिँ 3 घन्टा छ। त्यसैले गर्दाखेरि 250 भएको थर्ड सिफ्टको चाहिँ हेर्न सक्नुहुन्छ साथीहरू। अब भने हामी भित्र प्रवेश गर्दैछौँ। यहाँबाट भित्र छिर्ने बित्तिकै तपाईँहरूले एकदमै सफा र शान्त वातावरण पाउनुहुनेछ। यहाँ छिर्ने बित्तिकै साइडमा तपाईँहरूले बाइक र गाडीहरूको लागि एकदमै ठुलो र सुरक्षित पार्किङ स्पेस पाउनुहुनेछ। प्राइभेट ठाउँहरूमा जस्तो यहाँ पार्किङको कसकस फिटिकै हुँदैन। आरामले आफ्नो गाडी बाइकहरू यहाँ पार्किङ गर्न सक्नुहुन्छ साथीहरू। अब भने साथीहरू, हामी पौडी पोखरी स्विमिङ पुलको लागि यता जानुपर्ने हुन्छ साथीहरू। यहाँहरूले देखाएको तर्फ हामी अघि बढ्दैछौँ। यहाँ चाहिँ भित्र बस्नुपर्ने हुन्छ साथीहरू। आउटडोर पो रहेछ यता त, हाम्रो आउटडोरै होइन। स्विमिङ कस्ट्युम बोलाउनु पऱ्यो। यहाँ भित्रको भ्यू चाहिँ यस्तो छ है साथीहरू, हेर्न सक्नुहुन्छ। हरियाली नै रहेछ, मिठो हावा चलिरहेछ। अब चाहिँ हामी भित्र छिर्नुपर्ने हुन्छ। कस्ट्युम त चाहियो नि, कस्टम त चाहियो होला। कस्ट्युम खेल्न नआउने यस्तो ट्युबहरू होइन, कस्ट्युम चाहिँ लाउनु पऱ्यो। कस्ट्युम चाहिँ आउनु पऱ्यो। कहाँनिर यो देखिराख्नु भएको भव्य भवन चाहिँ साथीहरू नेसनल हाई पर्फर्मेन्स सेन्टर, धेरैलाई थाहा नहुन सक्छ। यो नेपालकै पहिलो अत्याधुनिक स्पोर्ट्स साइन्स र ट्रेनिङ सेन्टर हो। यहाँ हाम्रा राष्ट्रिय खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको जिम, थेरापी र वैज्ञानिक प्रयोगबाट ट्रेनिङ दिने गरिँदो रहेछ साथीहरू। यस्तो गौरवशाली खेलकुद केन्द्रको परिसरमा आज चाहिँ हाम्रो भाइहरू पौडी खेल्न गइरहेको छ साथीहरू। म चाहिँ खेल्दिनँ, मेरो चाहिँ फ्र्याक्चर भएकोले गर्दा ब्यान्डेज गरेको छ, त्यही भएर म चाहिँ खेल्न पाउँदिनँ साथीहरू। भाइहरूले यहाँनिर फुल इन्जोय गर्नेछ। ल, केटाहरू चाहिँ स्विमिङ कस्ट्युम लिएर आउँदैछ। यो देखिराख्नु भएको स्विमिङ पुल चाहिँ आउटडोर हो भने यो देख्नु भएको स्विमिङ पुल चाहिँ इन्डोर स्विमिङ पुल हो साथीहरू। यहाँहरू नजिकै हुनुहुन्छ भने यी दुईमध्ये जुनैमा भए पनि आएर इन्जोय गर्न सक्नुहुनेछ साथीहरू। अरू ठाउँमा भन्दा अलिक सस्तो पनि छ। अहिले चाहिँ साथीहरू हामी फाइनली प्याराफिनमा आइसकेका छौँ। अब हामी यहाँबाट तपाईँहरूलाई पनि भिडियो देखाउनेछौँ। ल, हाम्रो सुजन भाइ चाहिँ जाँदैछ वार पर हामीहरू। जाँदैछ हाम्रो सुजन भाइ चाहिँ, यहाँ पुगिसकेको छ आधा। पुरा हान्दो रहेछ यार सुजन भाइ चाहिँ। वाउ, यो हो नि त भने गण्डकीमा हान्ने मान्छे, स्विमिङ पुल त के हो र होइन। हामीले कति छिटो पुगिसक्यो। खै यसलाई देखेछ? ल तैँले देखा त, हानेकै देखेन तैँले त। खै क्यामेरामै छैन।
तल त अनि हानेकै देखेन त ल हाम्रो भाइहरू चाहिँ यहाँ छ यी दुईजना आज चाहिँ साथीहरू छुट्टीको दिन भएर पनि होला एकदमै भिडभाड देख्न सक्नुहुन्छ। यहाँहरू पनि नजिकै हुनुहुन्छ भने आउन सक्नुहुन्छ। फ्यामिली आफ्नो छोराछोरी भाइ बहिनी लिएर आउन सक्नुहुन्छ साथीहरू। यहाँनिर जति भिडियोमा देखिराख्नु भएको छ त्यो भन्नुहोस् यो स्विमिङ पुल एकदमै ठुलो छ। पल्लोपट्टि देखिरहेको स्विमिङ पुल चाहिँ मसिनो बालबच्चा लेडिजहरूको लागि हो भने यता ओर्तिर चाहिँ ठुल्ठुलोहरूको लागि हो र एक्सपिरियन्स व्यक्तिहरूको लागि हो। एकदमै ठुलो छ साथीहरू यो स्विमिङ पुल चाहिँ। तपाईँहरूलाई म लोकेसन पनि दिइहाल्छु साथीहरू। तपाईँहरू यदि कोटेश्वर हुँदै आउँदै हुनुहुन्छ भने सातो बाटोमा ठ्याक्कै झर्नु भएपछि 5 मिनट जति हिँडेपछि तपाईँहरू यस ठाउँमा पुग्नुहुनेछ। र गलाङ्गी साइड भयो एकान्तकुनाबाट आउँदै हुनुहुन्छ भने सातो बाटोमा झर्नुहोस्। त्यसपछि बाटो क्रस गरेर करिब 5 मिनट हिँड्नुभएपछि तपाईँहरू यो स्विमिङ पुलमा आउन सक्नुहुनेछ। प्राइभेट रिसोर्टहरू भन्दाखेरि सस्तो भएको कारणले गर्दा तपाईँहरू छिटो अवश्य आउनुहोस्। बाहिर म चाहिँ यहाँ छु है गाइजहरू। अब चाहिँ हामी क्याम्पस स्विमिङमा होइन क्याम्पस स्विमिङमा आएको ल हेर्नुहोस् सबैजना है सबको अब टक्क पौडी खेलिरहेको छ है दुईजना चाहिँ यहाँ छ है। सबैजना हेर्नुहोस् पछाडि भ्यू पनि हेर्न सक्नुहुन्छ। दुईजना चाहिँ यहाँ छ, दुईजना चाहिँ तल छ। दुईजना साथीहरू चाहिँ उता खेलिरहेको छ है। प्याराफिटमा बसेर स्विमिङको मनोरञ्जन सँगसँगै बाहिरको भ्यूहरू पनि देख्न सक्नुहुन्छ साथीहरू। हेर्न सक्नुहुन्छ प्लेन उडिरहेको बाहिरको भ्यू। बाहिर चाहिँ यस्तो छ साथीहरू, पानी पर्ला जस्तो भइरहेछ। तपाईँहरू आफै स्विमिङ नगरी तापनि नानी बाबुहरू लिएर आउँदाखेरि भाइ बहिनी लिएर आउँदाखेरि अथवा साथीको रूपमा आउँदाखेरि पनि मजासँगले यो देखिरहेको प्याराफुटमा बसेर मनोरञ्जन लिन सक्नुहुन्छ साथीहरू। आउनु होला एकचोटि अवश्य। टोली चाहिँ यहाँ तर खेल्ने चाहिँ साथीहरू स्विमिङ गर्न सक्नुहुन्छ। भरत भाइले चाहिँ यहाँ बसेका छन्। टोली चाहिँ यहाँ तल खेलिरहेको छ। अहिले चाहिँ यस्तो खाली छ साथीहरू। अब यो मान्छे आउँदैछ हेर्न सक्नुहुन्छ। अहिले चाहिँ खाली भएको छ, एकदमै खाली छ। अबको सिफ्ट भनेको चाहिँ 5 देखि 7 बजी हुन्छ अरे। बिचमा 1-1.5 घन्टा चाहिँ ग्याप हुँदो रहेछ। अब यहाँ स्टार्ट हुन आँटेको छ साथीहरू यहाँनिर। अहिले चाहिँ इन्डो भइसकेको छ। अब हामी पनि भिडियो इन्ड गर्नुपर्ने हुन्छ। हेर्न सक्नुहुन्छ यहाँको खाली भ्यू चाहिँ यस्तो छ। यता माथि चाहिँ प्याराफिट छ। हामी चाहिँ यसो खेल्न नभई हेर्नको लागि मात्रै पनि आउन मिल्छ। यहाँ प्याराफिटमा बस्ने व्यवस्था छ। हेर्न सक्नुहुन्छ गाइजहरू।
यहाँको भ्यू चाहिँ एकदम यस्तो राम्रो छ। अहिले चाहिँ सुनसान भएको छ, सबै निस्किसकेको छ है। सक्नुहुन्छ साथीहरू। अहिले अब चाहिँ सिटी बजाइसकेको छ, 1:45 भइसकेको छ। अब 3 बजीसम्म मात्रै खुल्ला हो। अब चाहिँ हामी जानुपर्ने हुन्छ होइन भरत भाइ? के कस्तो लाग्यो तल भनिदिउँ न त्यही। एकदम ठिक छ नि होइन? छुट्टीको टाइममा तपाईँहरू यहाँ आउनु होला होइन। आउन टक्क सक्नुहुन्छ। यस्तो यहाँ टक्क लाएर स्विमिङ खेल्नलाई ठुलो देख्न सक्नुहुन्छ। टक्क लाएर ठुलोलाई यता कुराहरूलाई त्यता 1500 सानो ठुलोको लागि व्यवस्था छ है साथीहरू, तपाईँहरू आउन सक्नुहुन्छ। मिलाएर साथीभाइहरूसँग ग्रुपमा आउनु एकदम मजा हुन्छ। एक्लै आयो नि खेल्ने साथीहरू पाइन्छ खेल्ने हुन्छ, एक्लै आउनु भए पनि हुन्छ। अझ 2-3 जना आउनु भने झनै बबा जस्तै खेल्न नपाए नि भिडियो बनाउन एकदम इन्जोय गर्ने भिडियो होइन। गर्नलाई एकदम इन्जोय गर्नलाई होइन टक्क एकदम राम्रो छ। व्यवस्था चाहिँ ठिक छ यहाँको। भरत भाइले भनिहाल्नुभयो। अब चाहिँ हामी निस्किनु पर्ने हुन्छ। अब भिडियो पनि यहीँ इन गर्नुपर्ने हुन्छ। अब अर्को भिडियो भेट्नेछौँ साथीहरू। भिडियो कस्तो लाग्यो यहाँलाई मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला भन्दै भिडियो इन गर्छौँ। ओके बाई बाई। धन्यवाद।